उई उई म हामी शिवपुरी आइपुग्यो हेलो गाइज हामी कहाँ आइपुग्यो थाकिसक्यो है यिनीहरू चाहिँ हार मान्न लागिसक्यो अब शिवपुरी नआउँदै हार मान्न लागिसक्यो आफ्टर 30 minutes वक हामी शिवपुरी आइपुग्यो अरे शिवपुरी आइपुग्यो भने होइन एकदम टफ रहेछ होइन हाइकिङ म चाहिँ पुग्न लागिसक्यो अहिले नै सुरै भएको छैन त्यस्तो साह्रो लाइन लास्टै लामो लाइन छ साथीहरू त्यहाँ पनि लाइन बस्नुपर्छ भयो क्या कति लामो लामो हो अब चाहिँ हाम्रो जर्नी स्टार्ट भइसक्यो है साथीहरू आकृति जानलाई चाहिँ मास्क खोल हौ अलिक शीतल हावा खानुपर्छ हामी चाहिँ भर्खरै शिवपुरी नै छौँ यहाँ जाने हो अब लेट्स गो साथीहरू यहाँ मान्छेहरू चाहिँ कहाँ जाने भनेर हेरेर चाहिँ हामी चाहिँ बागदार जाने जु इट्स बिन 1 hour हामी हिँड्न थालेको 1 hour भयो म चाहिँ हिँड्छ है त साथीहरू मेरो चाहिँ हालत अल्टी के पस्ली हड्डी पस्ली तोड्न के बोले मेरो हड्डी पस्ली टुट्न लागिसक्यो आकृति म सगरमाथाको केमा छु अरे म सगरमाथाको शिखरमा छु किनभने मै हो सगरमाथा ए उई उई म थाहा छैन मेरो त पेट देखिरहेको छ हामीलाई चाहिँ हराए जस्तो फिल भइसक्यो है मलाई चाहिँ हामी हराए जस्तो लागिरहेको छ साथीहरू हजुर के बनाउने ए हाइकिङ इज फन अन्टिल भन्ने मेरो त 8000 त भइसक्यो बाघ आयो बाघ सेतो बाघ आयो सेतो आई थिङ्क अब म रियल भ्लग हाल्छु आया मामा मारे अहिले त अनि त्यो राको ल्यादव भने अक्षय कुमार र त्यो उसको प्रवेश हो भन्ने राहुल दाले गाइजहरू बागदार आऊ तर हिँड्न सक्छ भने मात्रै आऊ किनभने आकृतिको त हड्डी बस्ली एक भइसक्यो अनि यस्तो देखिन्छ ल क्यान यु इमेजिन दिस इज द भ्यू अनि यस्तो भर्याङ चढ्नुपर्छ यत्रो हिँड्नु छ आकृति यहाँ चढ्न कोसिस गर्दैछ है त ल
ओ चिप्ल्यो भने I guess finally we are here. Yeah, Bagdwar. I don't know. Is it Bagdwar? Okay, now guys. Oh, this is. We are here just for this, but it's pretty cool. अब चाहिँ हामी फाइनली खाने कस्तो लागिरहेछ त फाइनली खाने बेला आउँदा बिहानदेखि हामी आइसक्यौँ यो चाहिँ हाम्रो खानेकुराहरू अहिले कति बज्यो नि लिटरली 1:24 भएछ अनि पिसफुलै छ तर साढे 2:21 भयो यो चाहिँ हामी अर्कै बाटो आएको फर्किने बेला चाहिँ खेन अब यसरी हिँड्नुपर्ने अवस्था आइसक्यो होइन म सिधा हिँड्नै नसक्ने भइसक्यो साथीहरू अझै यत्रो भर्याङ जानु छ नसक्ने छ आज